नमस्कार। आज हामी नेपालको ऊर्जा अवस्था अनि त्यसमा पनि नवीकरणीय ऊर्जा प्रविधिले खेल्न सक्ने भूमिकाबारे अलिकति गहिरिएर चर्चा गर्दैछौँ। हो, र यो चर्चाको आधार एउटा समीक्षा पत्र हो। यसले चाहिँ जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा नवीकरणीय ऊर्जा कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ। ठिक हो, विश्वव्यापी उत्सर्जनमा हाम्रो भूमिका त खासै छैन, तर जलवायु परिवर्तनको असर त्यो भोग्नेमा चाहिँ नेपाल अग्रपङ्क्तिमै छ, होइन? एकदमै। अनि ऊर्जाको कुरा गर्दा अवस्था कस्तो छ त त्यो हेर्नुपर्छ। हो नि, अचम्म लाग्दो के छ भने अझै पनि हाम्रो कुल ऊर्जा खपतको करिब 70% जति त परम्परागत स्रोतबाटै आउँछ, दाउरा, गुइठा यस्तै। जबकि नवीकरणीय ऊर्जाको हिस्सा त खै 3% मात्रै छ, यो 2019-20 को तथ्याङ्क अनुसार। भनेपछि त्यो 68.74% परम्परागत ऊर्जामाथिको निर्भरता भयो, अनि पेट्रोलियम 18% जति, कोइला पनि छ करिब 6%। हो, विद्युत त लगभग 90% जनसङ्ख्यामा पुग्यो भनिन्छ, तर त्यो लोड सेडिङ, अनियमितता जस्ता समस्या त छँदैछन् नि। अनि फेरि खाना पकाउन, घर तताउन त उही पुरानै तरिका। धेरै जसो हो, ऊर्जा खपतमा सबैभन्दा ठूलो हिस्सा नै घरेलु क्षेत्रको छ। अनि यो परम्परागत ऊर्जाको निर्भरताको समस्या के छन् त? स्वास्थ्यमा असर पर्छ होला? असर मात्रै होइन, विकराल समस्या छ। घरभित्रको वायु प्रदूषण, त्यही दाउरा बाल्दा निस्कने धुवाँले गर्दा नेपालमा हरेक वर्ष 7,500 भन्दा बढी महिला र बालबालिकाको मृत्यु हुन्छ। 7,500? यो त डरलाग्दो तथ्याङ्क हो त। हो नि। अनि अर्को कुरा, समयको बर्बादी। विशेष गरी महिला र बालबालिकाले दाउरा खोज्ने ल्याउने कामै दिनको 6 घण्टाभन्दा बढी खर्चिनुपर्छ। 6 घण्टा? त्यो समय त अरू कति काममा लाग्थ्यो होला? हो त नि, पढाइ, आयार्जन, कति कुरामा। अनि वनविनाश र हरितगृह ग्यास उत्सर्जन बढ्ने कुरा त छँदैछ। यी समस्या सुन्दा त नवीकरणीय ऊर्जा प्रविधि RETS भन्छौँ नि, त्यसले त ठूलै समाधान दिन सक्ने देखियो। नेपालमा सम्भावना कस्तो छ त यिनीहरूको? सम्भावना त खै निकै राम्रो छ। जलविद्युत नै हेरौँ न। आर्थिक रूपले सम्भाव्य क्षमता 42,000 मेगावाट भनिन्छ। 42,000 मेगावाट? तर जडान भएको कति छ र? त्यही त। 2019 सम्म हेर्दा जम्मा 1127 मेगावाट जति मात्रै। त्यो सम्भावना र वास्तविकताको खाडल भनेको एकदमै ठूलो छ। हुन त लघु जलविद्युतले राम्रै गरेको छ। 400 भन्दा बढी प्लान्ट छन्, 1.5 लाख परिवार लाभान्वित छन्, तर ठूलामा त उही लागत, भूगोल अनि हिउँदमा पानी घट्ने चुनौतीहरू छन्। जलविद्युत बाहेक अरू के छ त? सौर्य ऊर्जा नि, यसको पनि खूब चर्चा सुनिन्छ। हो, सौर्य ऊर्जाको पनि सम्भावना बलियो छ। वर्षमा 300 दिन घाम लाग्ने देश हाम्रो। व्यावसायिक ग्रिडकै लागि 2100 मेगावाट सम्भावना देखिन्छ। हो र? अनि लागत पनि घट्दैछ भन्छन्। हो, लागत घट्दो छ अनि घर घरमा प्रयोग पनि बढ्दो छ। 2018-19 सम्मै 9 लाख भन्दा बढी सौर्य घरेलु प्रणाली जडान भइसकेका थिए। घरभित्रको धुवाँ कम गर्न अरू प्रविधि पनि छन् नि, होइन? जस्तो सुधारिएको चुलो, बायोग्यास। एकदम, सुधारिएको चुलो, ICS भन्छौ नि, त्यो त लाखौंको संख्यामा जडान भएछन्। माटोको, धातुको गरेर 15 लाख नागिसक्यो होला। यसले दाउरा खपत र घरभित्रको प्रदूषण दुवै घटाउँछ। अनि बायोग्यासको पनि सम्भावना राम्रो छ। 11 लाख घरधुरीको सम्भावना हुँदा 4,25,000 जति जडान भइसक्यो 2018-19 सम्म। बायोग्यासको फाइदा त अरू पनि होलान् नि? छ नि। हरितगृह ग्यास घटाउँछ, सरसफाइमा सुधार हुन्छ, मल पनि पाइन्छ। तर यसलाई निश्चित तापक्रम चाहिन्छ, सुरुमा अलि लगानी लाग्छ, अनि पशुधन पनि चाहियो। अनि बायो ऊर्जा नि? बायो ऊर्जाको पनि 3,000 मेगावाट सम्भावना छ, तर अहिलेसम्म विकास एकदमै कम छ। सायद भूगोल र पूर्वाधारको कमीले होला। यी सबै प्रविधिले जलवायु परिवर्तनसँग जुझ्न कसरी मद्दत गर्लान् त? न्यूनीकरणमा केही भूमिका छ? छ। पहिलो त न्यूनीकरणमै, अर्थात् हरितगृह ग्यास उत्सर्जन घटाउन। जस्तै 2017-18 मै यी RETSले 2,22,000 टन भन्दा बढी CO2 बराबर उत्सर्जन घटाए। राम्रै घटाएछन् त। हो, अनि नेपालको राष्ट्रिय लक्ष्य
एनडीसी भन्छौँ नि त्यसमा पनि 2030 सम्म 15% ऊर्जा नवीकरणीयबाट ल्याउने, बायोग्यास आइसीएसबाट 23% उत्सर्जन कम गर्ने भन्ने छ। अनि त्यो सिडिएमबाट पैसा आउने कुरा पनि छ होइन? सफा विकास संयन्त्र त्यसबाट पनि बायोग्यास र लघु जलविद्युतले राम्रै आम्दानी गरेका छन्, करोडौं युरो। त्यो त भयो उत्सर्जन घटाउने कुरा, तर जलवायु परिवर्तनको असर भोगिरहेका समुदायलाई चाहिँ अनुकूलनमा कस्तो फाइदा पुगेको छ? अनुकूलनमा पनि उत्तिकै फाइदा छ। सामाजिक फाइदा हेर्नुस् न, बायोग्यासले गर्दा महिलाको दैनिक 3 घण्टासम्म समय बचेको छ। 3 घण्टा? त्यो त ठूलो कुरा भयो। हो नि, स्वास्थ्यमा सुधार भएको छ, श्वास प्रश्वासका रोग घटेका छन्, आर्थिक रूपमा पनि स्थानीय रोजगारी बढेको छ, ऊर्जा खर्च घटेको छ। एउटा अध्ययनले त प्रति घरधुरी वार्षिक करिब $121 आम्दानी बढेको देखाउँछ। अनि शिक्षामा पनि? राम्रो बत्ती भएपछि पढ्न सजिलो भयो नि, प्रविधिमा पहुँच बढ्यो। सुन्दा त यति धेरै सम्भावना, यति धेरै फाइदा, तर फेरि उही कुरा सुरुमा भने जस्तै प्रयोग जम्मा 3%। यो खाड्डल किन त? कहाँ समस्या भइरहेको होला? हो, यही नै अहिलेको अहम प्रश्न हो। नीतिहरू नराम्रा छैनन्, तर कार्यान्वयन पक्ष कमजोर छ, लगानी पर्याप्त छैन, भौगोलिक जटिलता छँदैछ। त्यसो भए सारांशमा भन्दाखेरि चुनौतीहरू त छन्, तर नवीकरणीय ऊर्जा नै नेपालको ऊर्जा सुरक्षा, जलवायु अनुकूलन र जीवनस्तर सुधार्ने एउटा महत्त्वपूर्ण बाटो हो। तर त्यो 42,000 मेगावाटको सम्भावना र 3% को वास्तविकता बीचको खाड्डल पूर्ण धेरै काम बाँकी छ। बिल्कुल। र अन्त्यमा एउटा प्रश्न सोचौँ न, के यो खाड्डल पूर्ण यस्तै प्रविधिहरू जडान गर्दै गएर मात्र पुग्छ होला, वा साँच्चीकै दिगो ऊर्जा रूपान्तरण गर्न जसले सबैभन्दा जोखिममा परेकालाई पनि फाइदा पुगोस्, अझ गहिरो प्रणालीगत परिवर्तन चाहिने हो कि? जस्तै नीति कार्यान्वयनको तरिका, लगानीको मोडेल, स्थानीय सहभागिता, प्रसारण लाइन विस्तार वा विकेन्द्रित प्रणालीको विकास, यिनीहरूमा कहाँ बढी जोड दिनुपर्ने हो? कुन चाहिँ बढी महत्त्वपूर्ण हो?